गाइज हाम्रो पँधराको अवस्था यस्तो भएको छ। जल के गर्ने, लुगा धुन नआउन कोही नआएपछि यस्तै हुन्छ सबैजनालाई। घर पानी भएपछि पँधरा आउने कुरै भएन। अनि के गर्ने, हेर्नु म पनि आज पँधरा आएको छु नुहाउन, लुगा धुन। अनि एकदम पँधरा आएर नुहाउँदा र लुगा धुँदाको रौनकै अर्कै हुँदो रहेछ। हेर्नुहोस् साथीहरू, म चाहिँ नुहाएर घर जाँदैछु। म चाहिँ यता छु लुगा धोएर आउँदै। हेर्नु पँधराको बाटो चाहिँ यस्तो भएको छ। हेर्नु म चाहिँ नुहाइ धुवाइ गरेर आएको। हाम्रो पँधेरो हो है, उहाँबाट नुहाएर आएको म। यता चाहिँ अर्को बाटो छ, यताबाट ऊ त पारी पँधरा पारी भन्ने ठाउँमा गइन्छ। यताबाट चाहिँ हाम्रो घर। म चाहिँ घर जाँदैछु। हामी चाहिँ पहिला पानी ल्याउन आउँथ्यौँ, बिहानैदेखि कुर्थ्यौँ तारो पँधरामा। अचेल त सबैको घर लिफ्टिङ पानी भयो नि त, त्यही भएर अब सबैजना घरमै बस्ने लुगा धुने गरिन्छ। आज फेरि म धेरै महिनापछि पँधरामा आएको थिएँ। पँधरामा चाहिँ पानी त ठुलै रहेछ। अनि लुगा धुँदा धेरै लुगा लिएर आएको थिएँ। धुँदा पानी चाहिँ भयो, ठिकै भयो। तर मस्तै लुगा लिएर आउन चाहिँ नमिल्दो रहेछ। हेर्नु म चाहिँ वहाँ तल त्यो सिमलको बोटो ठुलो देख्नुभयो नि, त्यहाँदेखि आएको। हेर्नु त्यति धेरै बाटो। उहाँ चाहिँ देख्न सक्नुहुन्छ पँधरा पारीको गाउँ हो। यो चाहिँ हाम्रो जाने बाटो हो। म चाहिँ यो हुँदै जाने हो। अझै छ अलिकति बाटो। घर पुग्न चाहिँ अलिकति टाइम लाग्छ साथीहरू। के गर्ने, पँधरा त त्यति टाढा पनि होइन, त्यति नजिक पनि होइन। असल चाहिँ हिँड्न नसकेर टाढा भएको होला नि, तर पँधरा चाहिँ नजिकै हो साथीहरू। त्यो चाहिँ त्यति उकालो पनि छैन चाहिँ। अहिले माथिसम्म अनि फेरि मोटर बाटो आउँछ, मोटरबाट यही बाटो जाने अनि गइन्छ। साथीहरू, मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला। मैले चाहिँ भ्लग आज 2-3 चोटि भइसक्यो। त्यहाँदेखि भिडियोमा चाहिँ फर्स्ट टाइम बनाएको है, कस्तो हुँदो रहेछ भनेर सबैजनाले बनाइराख्नुहुन्छ। अनि कस्तो हुँदो रहेछ र भ्लग जम्मैजनाले बनाउनु भयो भनेर बनाएको छु। सबैजनाले साथ सपोर्ट गरिदिनु न भन्न चाहन्छु है साथीहरू। हेर्नु म चाहिँ जाँदैछु। कति त्यो चाहिँ त्यो पल्लो डाँडो चाहिँ चारपालाको हो। त्यो माथि चाहिँ डाँडा हर्क भन्छन्। यता चाहिँ स्कुल हो, देखिन्न यहाँबाट। कुनै बेला देखाउँला हजुरहरूलाई। अनि म चाहिँ रुद्र कृषि फर्ममा आउँदैछु। उहाँले पनि धेरै मेहनत गर्नुभएको छ। काँक्रा लगाउनु भएको छ, घिरमला पनि फलाउनु भएको छ। हेर्न सक्नुहुन्छ उहाँबाट, यहाँबाट देखिन्छ। ती सबैजनालाई काँक्रा चाहियो भने अनि तरकारीहरू चाहियो भने रुद्र भन्ने फर्ममा आउन सक्नुहुन्छ। हेर्नु गाइज, म चाहिँ निस्किँदैछु। हेर्नु कति राम्रो घिरमला फलाउनु भएको छ, रुद्रले गर्नुभएको छ। उहाँले पनि धेरै मेहनत गर्नुहुन्छ। के गर्ने पर्यो, नगरिकन खान कसैलाई छैन। चोरेर खान भएन, परिश्रम गरेर खाना त जसले पनि हुन्छ साथीहरू। हामीले पनि मेहनत गरे हुन्थ्यो होला के रे, के गर्ने। पानी त छ अनि टनल बनाउने पनि त हुन्थ्यो होला। हामीले पनि कुनै दिन गरौँला। हेर्नु म चाहिँ रुद्र कृषि फर्मको हुँदै जाँदैछु। उहाँको घर हो यो चाहिँ।
सबैजनाले हेर्न सक्नुहुन्छ उहाँको घरमा आएर ताजा ताजा काँक्राहरू लान सक्नुहुन्छ। हेर्नु उहाँको घर हो यो। म चाहिँ घर जाँदैछु। मेरो घर त अझै माथि पर्छ।